हेलो फ्रेन्ड, आज धेरै दिनपछि चाहिँ हामीले घरमा पानीपुरी बनाएको छौँ है। आज हामी पानीपुरी खान्छौँ र तपाईँलाई म देखाउँछु हाम्रो अनु बहिनीले पानीपुरी कति मजाले यो दाइलाई केटीको देउएर भ्लग बनाइरहेको छु मैले। पेचो त मेरो हाम्रो अनु बहिनीले पानीपुरी बनाएको छ होइन। टक्कलाई यहाँ चाहिँ नि साली पानीपुरी खाँदैछ है। कहिले बनाउँछ पानीपुरी? मम्मीले। मिठो छ राइट। कहिले खाएको छैन कसरी मिठो छ भनेको राइट। ल यहाँ पानीपुरी छ है हाम्रै टक्कलारी। पानीपुरी घरै बनाएको छ हामीले होइन, एकदम अनु बहिनीले बनाएको। एकदम 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 ओके ओके। यहाँ पनि मसला छ, यहाँ पानी छ है। बुवा आमाले पनि पानीपुरी खानुभयो? हेलो नमस्ते, हामी नेपाल आमाको छोरा फ्रम हेटौडा। नाइस टु मिट यु, थ्याङ्क यू सो मच। ओके होइन, अब चाहिँ हामी चाहिँ आज हामीले पानीपुरी बनाएको अनि मैले भ्लग बनाइरहेको छु। युट्युबमा आउँछ, युट्युबमा हेर्नुपर्छ है। आमाले चाहिँ पानीपुरी नखानु भएको? पानीपुरी नखानु भएको किन? ए आमाले चाहिँ घाँटी दिएको छ र पानीपुरी खानु। उमेर अलिक घटाउ न। ए आमा हेर्नु न, मेरो उमेर 32 वर्ष भन्दै हिँडेको आउनु। कोसँग गफ गरेको? मेरो उमेर 32 वर्ष भनेर भन्दैछ। कोसँग गफ गरेको अनुले? अनि मेरो उमेर 32 वर्ष भयो भनेर भन्दैछ। मेरोमा अलिक घटाउ न अनु, उमेर लाजै मर्दा त। उमेर घटाउ, बेजत हुन्छ मेरो। होइन होइन, कहाँ उमेर घटाउनु, त्यत्रो उमेर नबनाउनु। 25 है भने अलिक पठाउँथेँ पनि। अस्ति वैशाखबाट 26 वर्ष पुरा भएर 27 लाग्यो म। मेरो उमेर कति भयो? कति भयो मेरो उमेर? 36 नभन् न, धेरै बढ्यो। कहाँ बुढो छु म, भर्खर 26 पुरा 27 लागिरहेको छु। जेन्स घरमै सपोर्ट छैन मेरो, अनि कसरी सपोर्ट हुन्छ यार होइन। ल अब पानीपुरी कसरी पाल पारौँ पहिला। ए सियाल से हाई पानीपुरी खाँदै हो? को नानी? भाइ नुहाउँदैछ के? मिल्छ? ल अहिले चाहिँ अब टक्कै यो सर खाऊ होइन। थ्याङ्क यू सो मच वाचिङ माई भिडियो। लाइक गर्नुपर्छ है, लाइक।